आसेपासे पुँजीवादको कुरा गर्नुभएको छ। पुँजीवाद त नेपालमा छ नै, आसेपासे पनि होला। आफ्नो अलिक सम्पर्क सम्बन्ध नभएको हुनाले चिनजान भएन, तर त्यसलाई बढावा आसेपासेलाई होइन, पुँजीलाई बढावा दिने हो, पुँजीवादलाई होइन। वाद होइन, हामीले संविधानमा समाजवाद उन्मुख भनेका छौँ, पुँजीवाद होइन। हामीले जनवाद, जनताको वाद ल्याउने पुँजीवाद, पैसावाद कि मान्छेवाद भन्दा मान्छेवाद ल्याउने नि, समाजवाद ल्याउने, मान्छेवाद ल्याउने, जनतावाद ल्याउने। पुँजी भनेको क्यापिटल, क्यापिटलवाद किन ल्याउने? म्यानेजम ल्याउने नि, क्यापिटलिजम किन ल्याउने? त्यसकारण सोसलिजम ल्याउने, यो मान्छेसँग सम्बन्धित छ। त्यसर्थ यसमा अहिलेको सरकारले यो आसेपासे पुँजीवाद यस्तोलाई कुनै महत्त्व प्रश्रय केही दिँदैन भन्ने कुरा म मान्यजीलाई ढुक्क आश्वस्त विश्वस्त पार्न चाहन्छु।